2008 मा सुरु भएको इन्डियन प्रिमियर लिगले क्रिकेटको दुनिया नै बदलिदियो। सुरुवाती सिजनमा 8 वटा टोलीहरू थिए: मुम्बई इन्डियन्स, चेन्नई सुपर किङ्स, रोयल च्यालेन्जर बेङ्गलोर, कोलकाता नाइट राइडर्स, दिल्ली डेयरडेभिल्स, किङ्स XY पन्जाब, राजस्थान रोयल्स र डेक्कन चार्जर्स। त्यो बेला कसैले सोचेको थिएन कि यो लिग विश्वकै सबैभन्दा ठुलो क्रिकेट लिग बन्नेछ। वर्षौं बित्दै जाँदा नयाँ टोलीहरू थपिए: सनराइजर्स हैदराबाद, गुजरात टाइटान्स, लखनऊ सुपर जायन्ट्स, र आज आइपिएल केवल क्रिकेट मात्र होइन, यो एउटा इमोसन बनिसकेको छ। तर यो लिगभित्र एउटा ठुलो प्रतिस्पर्धा छ जसले हरेक सिजनमा सबैभन्दा धेरै एक्साइटमेन्ट दिन्छ: मुम्बई इन्डियन्स भर्सेस चेन्नई। एकातिर छन् हार्दिक पाण्ड्याको नेतृत्वमा एग्रेसिभ र फेयरलेस मुम्बई इन्डियन्स, अर्कोतर्फ छन् ऋतुराज गायकवाडको नेतृत्वमा क्ल्याम र कम्पोज्ड चेन्नई सुपर किङ। यद्यपि धोनी अहिले क्याप्टेन छैनन्, उनको एक्सपिरियन्स अझै चेन्नईका लागि सबैभन्दा ठुलो स्ट्रेन्थ हो। त्यस्तै रोहित शर्मा कप्तान नभए पनि मुम्बईको बेकबोन अझै पनि उनी नै हुन्। यी दुई टोलीहरू केवल ट्रफी जित्ने टोली मात्रै होइनन्, कन्सिस्टेन्सी र प्रेसर ह्यान्डलिङको प्रतीक पनि हुन्। दुवैसँग 5-5 वटा आइपिएल ट्रफी छन् र 4 पटक फाइनलमा भिड्दा मुम्बईले 3 पटक जितेको छ भने चेन्नईले 1 पटक। हेड टु हेडमा पनि मुम्बई अलि अगाडि छ, जसले यो खेललाई अझ कडा बनाउँछ। जब यी दुई टोलीहरू मैदानमा उत्रिन्छन्, त्यो केवल खेल हुँदैन, यो स्ट्राटेजी, एक्सपिरियन्स र नर्भसको युद्ध हुन्छ। आजको खेलमा यदि हार्दिक पाण्ड्याको मुम्बई सुरुदेखि आक्रामक खेल्यो भने चेन्नई दबावमा पर्न सक्छ। यो प्रतिस्पर्धाको ब्युटी नै यही हो, यहाँ स्ट्याटिक्स भन्दा पनि मोमेन्टले खेल जिताउँछ। एउटा क्याच, एउटा ओभर र एउटा फिनिसिङ सट र पुरा म्याच टर्न हुन सक्छ। त्यसैले आज एमआई भर्सेस सीएसके गेम केवल पोइन्टको लागि होइन, प्राइडको लागि हो। आइपिएलको इतिहासले देखाएको छ कि जब यी दुई भिड्छन् त्यहाँ ड्रामा ग्यारेन्टेड हुन्छ। आज फ्यान्स पनि यही एक्सपेक्ट गर्दैछ, एउटा हाई भोल्टेज थ्रिलर जहाँ अन्तिम बलसम्म रिजल्ट क्लियर हुँदैन।